हेलो नमस्ते एभ्रिवान। आज मैले हजुरहरू समक्ष एउटा सानो जानकारीमूलक भिडियो लिएर आएकी छु। मान्छे हरेक किसिमको हुन्छ हैन, र मान्छेको जीवनमा धेरै अप डाउनहरू भइरहेको हुन्छ। विभिन्न किसिमका कन्डिसनहरूमा चाहिँ हामीले आफूलाई सही तरिकाले सही गन्तव्यमा र शान्तपूर्वक अगाडि बढाउनको लागि हामीले ज्ञान खोज्नुपर्छ र ज्ञान हुनुपर्छ। र कतिपय कन्डिसनमा चाहिँ मान्छेहरू धेरै विचलित भएको अवस्था हुन्छ। त्यस्तो समयमा चाहिँ हामीले आफूलाई चिन्नु एकदमै जरुरी हुन्छ। आफूलाई राम्रोसँग स्टडी गर्न नसक्दा पनि धेरै समस्याहरू उत्पन्न हुन्छन्। त्यसको लागि आफू को हुँ र आफूले कस्तो स्थानमा बस्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। र त्यसको लागि हामीले हाम्रो मनको अवचेतन मनको शक्तिलाई बुझ्न जरुरी हुन्छ। जब हामीले यो मस्तिष्कलाई सही ढङ्गले बुझ्न सक्छौँ तब हामीले चाहिँ एउटा जीवनको हरेक पाठहरूलाई राम्रोसँग चिनेर अगाडि बढ्न सक्छौँ हैन। यो अवचेतन मनको शक्तिलाई हामीले चिन्न सक्यौँ भने, प्रयोग गर्न सक्यौँ भने हामीले वास्तविक जीवन बिताउन सक्छौँ। त्यसको लागि मैले एउटा बुक पढेको छु हैन, पढेको थिएँ, पढ्दैछु पनि। द पावर अफ सबकन्सियस माइन्ड, तपाईको अवचेतन मनको शक्ति। यो बुक हजुरहरूले फुर्सदमा दिनको केही प्याराग्राफ पढ्नु होला हैन। एकै दिनमा यो सिद्ध्याउनु पर्छ भन्ने छैन। आफूले मनन गर्न सक्ने जति र आफूले व्यवहारमा उतार्न सक्ने जति थोरै वाक्यहरू पढेर आफ्नो जीवनमा लागू गर्नु होला। र हामीले जे चाहन्छौँ नि जीवनमा हामीले त्यही प्राप्त गर्न सक्छौँ। त्यसको लागि हामीले सङ्कल्प गर्नुपर्छ र धैर्यवान हुन सक्नुपर्छ है त। यो बुक चाहिँ पढ्न नबिर्सनु होला। हाम्रो जीवनमा यति उपयोगी छ यो बुक, जसले चाहिँ हाम्रो वास्तविक जीवन दर्शाउन सक्छ है त। थ्याङ्क यू।